अब हामी एउटा रमाइलो कार्यक्रमतर्फ अगाडि बढ्दैछौँ। स्ट्यान्ड अप कमेडी हो। ल हाँस्न तयार हुनु है। हामीले हँसाउन आउँदै हुनुहुन्छ सुदीप विके। लेट्स वेलकम हिम। यस्तो जानु पर्यो मेन चाहिँ है, यस्तो जानु पर्यो। यसमा के हुन्न डाइरेक्ट माइकमा। ओला गाइस, मेन त हाहा भन्नुपर्ने हो है। माइक खोल्नु नि। अलि भिडियो गर न यार। कहाँ गयो फेरि? अहिले आएर मलाई टिकटक स्टारको पनि एक्टिङ पनि दामी लाग्न लाग्यो। किनभने क्यामेरा अगाडि पर्सि कतिको नर्भस हुँदो रहेछ भन्ने फिल भइरहेको नि त। साउन्ड सानो आयो। साउन्ड सानो आयो। थ्याङ्क यू एभ्रिबडी एन्ड माई डियर फ्रेन्ड्स है। आज म तपाईँहरूको अगाडि एउटा सानो स्ट्यान्डअप लिएर आइरहेको छु है। यो मेरो फर्स्ट टाइम हो, तर कस्तो भयो नि सुनिदिनु होला होइन। जस्ट को सिङ्गल छ यहाँ? कोही छ सिङ्गल झुकेर? किनभने यो मिङ्गलहरूको जमाना हो नि त है। को सिङ्गल छ? मिस पनि सिङ्गल हो र अभी है? जस्ट म चाहिँ सिङ्गल हो के होइन। म सिङ्गल हो के है। म यतिसम्म सिङ्गल भइसक्यो कि होइन। अब मैले हात हेराउनु गयो भने हेरलले मेरो हात हेर्दैन कि, मेरो चिना माग्छ कि। किनभने मेरो हातको रेखा त मेटिसक्यो इरेजरले होइन। मैले यस्तो प्लेटफर्ममा यस्तो स्ल्याङ जोक त भन्नु हुन्थेन होइन। मैले यस्तो प्लेटफर्ममा स्ल्याङ जोक चाहिँ भन्नु हुन्थेन, तर पनि मैले भनिहालेँ है। जस केही छैन, टेन्सन छैन होइन। जस बुझ्नेले बुझिजाऊ, नबुझ्नेले भात पाकेको छ भात खाऊ। 1500 हो कि मिठो छ होइन है। केही छैन, मासु छ नि त रोस्ट, टेन्सन छैन। हामी स्पोन्सर हो 1500 होइन। जस्ट दुनियाँमा धेरै जनावरहरू छन् होइन, प्राणीहरू पनि छन्। तीमध्ये सबभन्दा क्रिएटिभ भनेको मान्छेहरू हो नि त होइन। मान्छेहरू हो कि क्रिएटिभ भनेको है। तर हामी मान्छेहरूमा पनि टप अल्ट्रा लेभलको ट्यालेन्ट भनेको चाहिँ त्यो टिप्पर ड्राइभर र ट्रक ड्राइभरहरू हो कि होइन। म 20-21 वर्षको भइसकेँ, तर मलाई जिन्दगीको यो पोइन्टमा आएर त्यो टिप्पर ड्राइभर लेखेको कुरा सत्य हो जस्तो लाग्छ कि। ट्र्याक्टर र टिप्पर ड्राइभर, ट्रक ड्राइभर, जे पनि ड्राइभर होइन। अस्ति हिँड्दै गर्दा मैले बाटोमा के देखेँ भने हाई भनेको बाहिरे, हाई भनेको बाहिरे, भेटौँ भनेको नाइरे, रिस उठेर आई लभ यु भनिदिएको मजाक नगर्नु दाइरे के। क्या स्याड छ जिन्दगी, स्याड छ कि जिन्दगी, एकदम स्याड छ कि। जस होइन म सिङ्गल हुनुको कारण पनि दुईवटा छ कि, एउटा मात्रै होइन दुईवटा छ कि। एउटा चाहिँ मेरो अनुहार ट्र्याक्टर जस्तो छ होइन। त्यहाँमाथि पनि अर्कोमा मिडल क्लास हो कि होइन। किनभने आजकलको मान्छेहरूले पैसा भन्दा के अरे रूपभन्दा बढी पैसा हेर्छन्, ब्याङ्क ब्यालेन्स हेर्छन् कि होइन है। सबैले सुनिरहेको कि होइन। माइ क्लास सानो रहेछ कि है होइन। हामी मिडल क्लासहरू लाइफमा सबै कुराहरू मिलाउनु खोज्छौँ कि होइन। लाइफमा सब कुराहरू मिलाउनु खोज्छौँ, तर हाम्रो लाइफै बिग्रेको हुन्छ कि है। तर हाम्रो लाइफै बिग्रेको छ कि होइन। हाम्रो घरमा महिनाको आखिरी हप्तातिर बाबाआमाको छुट्टै प्लानिङ चलेको हुन्छ कि। अहिलेको तलले चिनी किन्ने र अर्को तलले नुन भनेर कि होइन है। क्या टेन्सन हुन्छ लाइफ होइन। हामी सबै घरमा फ्रिज त हो नि होइन। कसको घरमा फ्रिज छैन? त्यो गरिब हो होइन। जस हामी सबैको घर फ्रिज छ, यो भनेको हामी मिडल क्लासको लोगो हो कि है। हामी सबै घर फ्रिज छ अनि हाम्रो सबको घर मिठो मिठो खानेकुरा हुन्छ कि त्यो फ्रिजभित्र होइन। त्यो खानेकुरा हाम्रो लागि होइन कि, पाहुनाको लागि हो कि। किनभने पाहुनाको अगाडि त्यो स्ट्यान्डर्ड मेन्टेन गर्नु पऱ्यो, गरिदिएदेखि त भएन होइन। पाहुनालाई त खुवाउनु पऱ्यो नि त, स्ट्यान्डर्ड मेन्टेन गर्नु परेन होइन। र हाम्रो छुट्टै लाइफस्टाइल छ क्या, छुट्टै लाइफस्टाइल छ हाम्रो। लाइफको छुट्टै नियमहरू छ क्या, किनभने हामी मिडल क्लास हो नि त। बरु बिर्कोमा लागेको चिनीमा कसै कमिलो भन्ने कुरा थाहा पाउला, तर कुनै पनि क्लासको मान्छेहरूले
हाम्रो मिडल क्लास लाइफको स्टाइल बुझ्दै सक्दैन कि हैन हाम्रो स्टाइलै बुझ्न सक्दैन कि है कस्तो स्याड भइदिरहेको कोही पनि हाँस्दैन त्यहाँ है हाम्रो क्लास के अरे हाम्रो मिडल क्लास लाइफको बजेट एकदम फ्रेन्डली हुन्छ कि एकदम बजेट फ्रेन्डली हुन्छ कि होइन किनभने हामी घुम्न गयौँ भने पनि के हामी यदि कतै घुम्न गयौँ भने हामी भ्याली एरियाभित्र मात्रै घुम्न जान्छौँ कि होइन अनि कपडा किन्न गयौँ भने सेलमा जान्छौँ कि सेलमा जान्छौँ होइन सेलमा राम्रो पाउँछ नि भने सेल गर्ने होइन क्या टेन्सन छ जिन्दगी होइन अब यदि साथीहरूसँग खाजा खान गयौँ भने पनि साथीहरू खाजा चोरेर खान्छौँ कि हामीले होइन चोरेर खाइदिन्छौँ कि है चोरेर खाइदिन्छौँ सरहरूलाई चाहिँ अहिले लेभल टप होला नि त होइन क्या चिज छ नि धनीहरूको होइन तर हामी धनीहरूको बाउसँग बोल्ने तरिका पनि छुट्टै हुन्छ कि है धनीहरूको के अरे हामी मिडल क्लासहरूको धनीहरू कस्तो हुन्छ थाहा छ धनीहरू कस्तो हुन्छ मानव होइन बाउ छोरी बाटोमा हिँड्दै गऱ्यो अनि छोरीले एउटा दामी कुरा देख्यो कि मानव iPhone 16 देख्यो कि होइन अनि छोरीहरूले के भन्छ पापा कि पढिजहरू सरी पापा कि पढिजहरूले के भन्छ थाहा पापा कि पढिजहरूले पापा पापा मलाई त iPhone 16 कस्तो मन पर्यो मलाई गिफ्ट दिनु न प्लिज भन्छ बाउले के बाउले ल तिमीलाई आई एम गिभिङ इट टुमोरो ओके भनेर अनि बाउले भोलिपल्ट ल्याइदिन्छ पनि के हाम्रो के हुन्छ थाहा छ हामी जुत्ता किन्न गयौँ भने पनि आँखा जान्छ नाइक र जोर्डनमा अनि घर आउँछ नाइक के त्यो पनि एनएके नाइक लेखेको हो कि एनएके होइन है होइन हामी मिडल क्लासहरू हाम्रो पैसा जोगाउनु यस्तो दिमाग लाउँछौँ है यस्तो दामी दिमाग लाग्छौँ यदि हामी जिन्दगीमा कहिले हलमा फिल्म हेर्न गयौँ भने पनि स्कुल ड्रेस र आइडी कार्ड लिएर जान्छौँ कि डिस्काउन्ट पाउँछ भनेर है थ्याङ्क यू गाइज दिस वाज माइ आन्सर लभली भिडियोज तर भरे गर्छ मेरो च्यानल सब्सक्राइब गर्नु पर्यो कि च्यानलको नाम छ बिङ सुदीप होइन प्लिज सब्सक्राइब माई च्यानल थ्याङ्क यू गाइज एन्ड सच लभली भिडियोज